यो हिरो आर ओ हिरो हैन निखिल उप्रेती बना निखिल उप्रेती भाइरल गुरु जसले घाँटी छिनाउँछु भनेका थिए नि ती गुरु यही हो नि मुखमा मुद्दे हुन्छ नि भनेर मुखमा नि पिसाब फेर्न भन्थे तिनी गुरु पनि यही छन् अहिले आउनुहुन्छ आश्रममा हामी आइपुगिसकेका छौँ। Hello everyone, welcome to my new vlog. आज म चाहिँ बालाजी चोकबाट सुरु गर्दैछु। चक्क लाएर ल देख्न सक्नुहुन्छ बालाजी चोकमा अब यो चाहिँ होइन अब यहाँबाट चाहिँ म जमल जाँदैछु। लेट्स सी अब केटाहरूलाई उतैतिर भेट्ने हो। आज फेरि पानी बोतल आएर चाहिँ टक्क यहाँ बालाजीको माथि बादल यस्तरी लागिरहेको छ क्या, टक्क बादल यसरी लागेको छ। अब बालाजी चोकबाट चाहिँ जमल जाँदैछु। Let's see guys, finally यहाँ पुगिसक्यो। यहाँ पुगेर चाहिँ अब म भित्र जाँदैछु हिरालाल सरकोमा। चाहिँ यस्तो अँध्यारो छ क्या, फेरि हाम्रो हिरालाल सर बस्ने ठाउँ यसरी जानुपर्छ। टक 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 अन्धकार छ होइन, अलैछेरी अँध्यारो। अनि म चाहिँ माथि आइसकेँ अन्धकारमा पनि टक टक हिँड्ने मान्छे हो नि त म त फेरि। टक 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 3-4 तल माथि छु होला त, गाह्रो हुन्छ नि अब ट्याक्क लाएर। ल है हात त मिलाउँ न यहाँ। कति रुपियाँको यो गिफ्ट दिने हो क्या? केटालाई हाल्नुपर्छ यसमा चाहिँ। ट्याक्क लाएर यहाँ छौँ हामी अहिले। हाम्रो हिरालाल सरी यहाँ हुनुहुन्छ। दामी दामी 8वटा भने भएन र यसमा 3-4-5-7 एकजना बढी गर्ने। यति बेला चाहिँ हामी फेरि बालाजुमा छौँ। लेखाली खबरको हुँदा हजुर भन्नुहोस् के भन्नु पर्यो, के सेवा गर्नु पर्यो तपाईँलाई? के छ हालखबर? अहिलेसम्म ठिक छ। ठिक छ। यहाँ हुनुहुन्छ सर अनलाइनको ओनर। हजुर सर के छ सर? म मोबाइलमा व्यस्त छु सर यार। ओके सर ल। भाइको गर्लफ्रेन्ड छ अरे, भाइको सानो भाइको गर्लफ्रेन्ड छैन। नाम भन्दियो रे, दाँत त मुसाले खाएछ त। यहाँ भन्थ्यो, यहाँ भन्थ्यो मलाई मात्र भन्यो। त्यो सानो त्यो चोचे मुसाले खायो क्या। ट्याक्क लाएर यति बेला चाहिँ पानी परेर यहाँ ओत लागेको हो। ट्याक्क ट्याक्क पारेर अब हामी चाहिँ यहाँबाट महावीर गुरुकुल जाँदैछौँ कि के हो? सही हो। ओके डोन। हामी चाहिँ अहिले यहाँबाट महावीर गुरुकुलमा हिँडिसकेको छौँ होइन। यहाँ पेट्रोल हाल्नलाई चाहिँ हाम्रो यहाँ ओली सरहरू जेठान दुईजना जानुभयो होइन। ट्याक्क लाएर म चाहिँ यहाँ छु, म यहाँ वारी छु गोर्खा पालेज होइन। यो गोर्खा अगाडि ट्याक्क लाएर म यहाँ छु। अनि हाम्रो दुईजना आउँदै बाँकी हुनुहुन्छ, एसआर अनलाइन अनि एसआर समीर सर र हाम्रो ओम प्रकाश। दुईजना चाहिँ आउनु बाँकी हो। यताबाट आउने कि यताबाट आउने भन्ने थाहा भएन कि कहाँ पुग्यो टोलियो। लेट्स अब यहाँबाट फेरि म महावीर गुरुकुलमै गएर ट्याक्क भेट्छु। त्यसलाई चाहिँ म ठ्याक्क बिजी मलको अगाडि आइपुगेँ। अनि आइपुग्दा चाहिँ म जाम चाहिँ खत्रै बस्नु पऱ्यो। सबै साथीहरू पछाडि नै छ यति बेला। अनि म चाहिँ बिजी मल अगाडि आइपुगेँ किनकि मेरो राइड अलिक भवाले साथीहरू सबै पछाडि छ। म अलि अगाडि गएर गणेशस्थानतिर गएर पुज्छु साथीहरूलाई। यहाँ छु म अहिले। फाइनली गाइज हामी चाहिँ त्यही महावीर गुरुकुलमा आइसकेका छौँ। बहादुर गुरु त्यो ससले यता गर न यार। गर्दै रहेछ नि योभन्दा के गर्ने? ओली सर आउँदैछ। ओली सर आउनु योभन्दा अगाडि हिँड्नु भएको। तेल हाल्न गएको थियो दुईजना। तेल हाल्नु त्यही
आज यता सोध न म भन्छु यार के भन्ने के सोध्ने तिमीले काट त त्यो काट के त्यो भिडियो काटेर काट न बुढा अनि मान्छेले हेर्दा त अनि देखाइदिनु पर्यो नि त के कस्तो यतिखेर हामी धर्मगुरु महावीर थापाको इन्टरभ्यू दिन हेलो गुरु नमस्कार गुरु नमस्कार हजुर हालिदिउँ त हट हुँदैन यार ल हामी यहाँ गुरुको हामी गुरुको मान्छे गुरु नमस्कार हाम्रो चर्चित धर्मगुरु महावीर थापा एकछिन म लाइट बाल्छु ल समसामयिक विषयमा मिडियाहरूबाट साथीहरू अबको देशको भविष्य के छ कसरी अगाडि बढ्छ नयाँ सरकारको काम कारबाही के हुन्छ भन्ने कुरा चाहिँ हामी एकैछिन पछि दिनेवाला छौँ हेर्ने ओके ए पहिला त मै सिधो पऱ्यो नि मै गुरु मै भएन होइन चाबी देऊ नि त ल होइन ए ल ल यतिखेर दुईजना भुस्टीले काम नपाएकाहरू भित्र छिर्दैछन् हेर्नुहोस् यतिखेर हाम्रा अहिलेका चर्चित पत्रकारहरू चाहिँ आउनु भएको छ अरू दुई चर्चित उहाँ आउन बाँकी नै छ होइन अन्य दुई चर्चित पत्रकारहरू आउन बाँकी नै छ आजको सांसारिक विषयलाई बुलन्दका साथ उठाउने चाहिँ उहाँहरूले कोसिस गर्नुहुन्छ जुन उद्देश्यका साथ उहाँहरू आउनु भएको छ अब हेर्दै जाउँ उहाँहरूको आवाज र जनताको प्रक्रिया कस्तो हुन्छ सबैभन्दा फरक पर्ने त उहाँहरूको प्रस्तुतिमा हाम्रो यहाँ हुनुहुन्छ सधैँभरि चाहिँ उच्च बिन्दुमा कुदिराख्नु भएको हाम्रो श्रेष्ठजी ल ओके गुरु ल यति बेला हामी गुरुकोमा छौँ अरू आउनु को भएको थियो हाम्रो ओली आउँदैन अब यहाँ अब चर्किन्छ है हाम्रो माउन हाम्रो गुरुको बाइक गुरुको बाइक यार ओल्ड इज गोल्ड गुरु यसले माइलेज कति दिन्छ मैले 60 60 अनि आज तेल 60 हिरो तपाईँ स्कुटरले कति दिन्छ नयाँ स्कुटर कति हो मेरो त 30-35 होला काठमाडौँ भ्यालीमा पनि 50 भन्दा कम दिने र हाइवेमा 60 दिन्छ यो के हो यो हिरो आर ओ हिरो हैन निखिल उप्रेती बना निखिल उप्रेती के रे फेरि एच ई आर ओ निखिल उप्रेती हिरो हो नि त निखिल पनि अनि यो पनि राजेश समाल राजेश समाल म भने म पनि हिरै हो नि यार गुरुकोमा अब छिर्दैछौँ हामी यहाँ गुरुको आइसक्यौँ होइन ट्याक्क लाएर हामी आइसकेका छौँ यति बेला गुरुकुमार यहाँनिर बल्ने ढुङ्गा यार बल्ने ढुङ्गा बलिएको छ गुरुकोमा त अचम्म चिज भेटिन्छ नि यार थाहा छ कि नै एकपटक थाहा छ कि नै एकपटक चर्चित भाइरल गुरु जसले घाँटी छिनाउँछु भनेका थिए नि गुरु यही हो नि थाहा छ के रे एकपटक घाँटी छिनाउँछु भनेको थियो नि धर्मगुरु यही मुखमा मुद्दे हुन्छ नि भनेर मुखमा नि पिसाड्नु भन्थे तिनी गुरु पनि यही छ अहिले आउनुहुन्छ आश्रममा हामी आइसकेका छौँ ल आजको भ्लग चाहिँ बवाले हुनेवाला छ खायो यार खायो राता आज के काट्ने भन्ने कुरा चाहिँ अब एकछिनमा ठड्याउँदैछौँ होइन होइन नि के काट्ने के नकाट्ने भन्ने कुरा अब विशेष छलफल हुन्छ ओके हुँदैछ ओके ल